को नमस्कार सबैजनालाई। म अभिषेक मेहता, बिएससी एमआइटी भनेको हाम्रो टेक्नोलोजिसतिरको भनौँ न, चितवन मेडिकल कलेज टियु युनिभर्सिटीमा पढ्ने एउटा विद्यार्थी हो। र आज हामी हेर्नेछौँ एमआरआई गर्न आउँदाखेरि के कस्ता कुराहरू प्रिपेयर भएर आउने, के कस्ता कुराहरू अलरेडी प्रिपेयर गरेर राख्नुपर्ने, लाइक के कस्ता क्वेसनहरू हुन्छ तपाईँहरूको होइन, पेसेन्टहरूको भनौँ न, एमआरआई गर्न आउँदाखेरि के कस्ता क्वेसनहरू हुन्छ तीहरू डिस्कस गरौँला। ल र म विकली चाहिँ प्रत्येक हप्ता शनिबार चाहिँ पेसेन्ट पर्सपेक्टिभबाट आउँदाखेरि एमआरआई, सिटी, एक्सरे यिनीहरू गराउन आउँदाखेरि के ध्यान दिनेर आउने, के हेर्ने, के कस्ता तपाईँहरूकै क्वेसनहरू मोस्टली हेरौँला होइन। त्यसरी नै आज हामी एमआरआई गराउन आउने पेसेन्टहरूले के कस्ता क्वेरिजहरू हुन्छ तिनीहरूलाई हेर्न गइरहेको छु। तिनीहरूको क्वेसनको एन्सर दिन कोसिस गराउँछु। म आफूले जति पढेछ, जति 3 वर्षमा एक्सपिरियन्स भयो त्यही अनुसारले हामी एन्सर दिउँला होइन। पहिला चाहिँ बुझौँ है त, एमआरआई भनेको के हो? वाट इज एमआरआई? एमआरआई भनेको के हो? एमआरआई भनेको एउटा यस्तो मेसिन हो जसले चाहिँ हाम्रो इन्टरनल स्ट्रक्चर भिजुअलाइज गर्छ क्या। एमआरआई भनेको म्याग्नेट अनि चुम्बक भनौँ न, चुम्बक र आरएफ सिग्नल हुन्छ नि, आरएफ कोइल राखेर अनि त्यसको इमेज निकाल्ने, बडीको डिफ्रेन्ट इमेज लिने होइन। बडीभित्र, पेसेन्टको बडीभित्र चाहिँ के कस्ता रहेछ होइन, त्यसको चाहिँ स्लाइस फर्ममा इमेज निकाल्ने। फर इक्जाम्पलको लागि हामी एउटा इक्जाम्पल लिउँ। एउटा सेब छ, स्याउ छ होइन, स्याउभित्र किरा लागेछ, बाहिरबाट राम्रो देखिरहेछ तर भित्र चाहिँ किरा लागेछ। अब त्यो भित्र कसरी हेर्ने त? नकाटिकन, लाइक फिजिकल्ली नकाटिकन। ह्युमन बडी पनि त्यस्तै नै हो, मान्छेको शरीर पनि त्यस्तै नै हो, भित्र किरा लागेको हुनसक्छ होइन। अब त्यसलाई चाहिँ कसरी हेर्ने? एमआरआईको उपयोगले। त्यसको लागि चाहिँ हामी एमआरआई युज गर्छौँ। एमआरआई चाहिँ दुईटामा हुन्छ, चुम्बक हुन्छ, त्यो भित्र चुम्बकभित्र मान्छेको शरीरलाई राख्यो भने त्यो प्रोटोनहरू एलाइन हुन्छ। फिजिक्सहरू छ त्यतातिर त नजाऊँ, हामी पेसेन्ट पर्सपेक्टिभबाट हो, जेनरल कुराहरू के कस्ता ध्यान दिने त्यही कुराहरूमा चाहिँ हामी स्टिक गर्छौँ है त। ल अब हेरौँ तपाईँको क्वेसनहरू के रहेछ एमआरआई गर्नुभन्दा अगाडि। त्यही क्वेसन्सहरूलाई म एन्सर दिने कोसिस गर्छु होइन। एमआरआई त बुझ्यो नि होइन, बडीभित्र हेर्ने, सेपको इक्जाम्पल दिएकै हो। क्वेसन्स अफ पेसेन्ट्स एबाउट एमआरआई होइन, आज हामी त्यही नै डिस्कस गर्ने हो। के कस्ता क्वेसन्सहरू रहेछ पेसेन्टहरूको एमआरआई गराउन आउनुभन्दा अगाडि होइन। पहिलो क्वेसन चाहिँ एमआरआई सेफ हुन्छ कि हुन्न? अब यसको एन्सर चाहिँ म 80-20 भन्छु है त। 80% त सेफ छ, किनभने यो चुम्बक हो, यो भित्र राखेर इमेज त लिने हो नि होइन। डिफ्रेन्ट पार्टमा, कुन पार्टमा चाहिँ त्यही मैले सेप भनेको थिएँ नि, सेपको भित्र स्याउ छ, स्याउको भित्र किरा लागेछ। अब कतातिर किरा लागेछ, कहाँसम्म किरा लागेछ, कतिको ड्यामेज भएछ भित्र होइन, त्यही सब त हेर्ने हो। त यो सेफ छ, 100% त नभनौँ, किनभने अब डिपेन्ड्स अपन कन्डिसन अफ द पेसेन्ट होइन। पेसेन्टको कस्ता कन्डिसनहरू रहेछ, के कस्ता कन्डिसन रहेछ भित्र होइन, पेसेन्ट कस्तो सिचुएसनमा छ, लाइक मेटालिक इक्विपमेन्टहरू छ कि छैन, तिनीहरू पनि ध्यान राख्नुपर्छ। तर जेनरल्ली हेर्दाखेरि चाहिँ सेफ नै हो। डज एमआरआई युज रेडिएसन? होइन, अलिकति पनि रेडिएसन लाग्दैन है, रेडिएसनको कुरै हुँदैन, किनभने यो आरएफ फ्रिक्वेन्सीमा बेस्ड हुन्छ क्या। हामी आरएफ कोइल राखेको हुन्छ, त्यो आरएफ भनेको रेडिएसन चाहिँ होइन। सिटी र एक्सरे भनेको चाहिँ रेडिएसन बेस्ड हो, तर एमआरआई चाहिँ 100% नै सेफ हो भनौँ। हाउ लङ डज एन एमआरआई स्क्यान टेक? यो चाहिँ डिपेन्ड्स अपन केस है। अब ब्रेनको गर्न लाग्छ, डिफ्रेन्ट बडी पार्ट हो नि त, मान्छेको शरीर हो, कुन पार्ट, सबैको आफ्नै फिचर छ। दिमागको छुट्टै एनाटोमिकल स्ट्रक्चर छ, छातीको छुट्टै छ होइन। अब कुन एनाटोमी, ल जेनरल्ली भन्दाखेरि 45 मिनटसम्म राखौँ न, 15देखि 45 मिनटसम्म त लाग्छ। अब त्योभित्र पनि अब केस छ, कस्ता बिरामी छ होइन, भित्र चाहिँ कति गइसकेछ ड्यामेज, कति ड्यामेज भएछ, कति के भएछ, कस्तो बिरामी सिचुएसन छ, त्यही अनुसारले टाइम त लिने नै हो। तर त्यही हो, नर्मल छ भने त 15देखि 45 चाहिँ जेनरल। वाइ इज एमआरआई? त्यो चाहिँ आरएफ फ्रिक्वेन्सीको कारणले हो। हामी भन्यो नि, साउन्ड वेभको कारणले गर्दाखेरि नोइजी हुन्छ। यो चाहिँ आरएफ कोइलहरूले गर्दाखेरि सिग्नल जुन पठाइरहेको हुन्छ नि त, अनि भित्र चाहिँ हामी हिलियम पनि राखेको हुन्छौँ, त्यो कारणले पनि हो। क्यान आई युज फोन इनसाइड एमआरआई?
भित्र त फोन युज गर्न पाइएन किनभने म्याग्नेटिक सब्सटेन्स के पनि मैले अहिले भर्खर भनेको होइन एमआरआईको डेफिनेसनमा लाइक कुनै पनि हामी भित्र चुम्बक राखेको हुन्छ धेरै नै 1.5 टेस्ला भनेको एकदम धेरै म्याग्नेटिक फिल्ड भएको चुम्बक हुन्छ त्यसले चाहिँ के गर्छ जति पनि मेटालिक इक्विपमेन्ट छ तिनीहरूलाई चाहिँ तान्न सक्छ क्या आफैभित्र टाँस्न सक्ने हो त्यही टाँस्नको लागि बच्नलाई हामी कुनै पनि मेटालिक इक्विपमेन्टहरू जस्तै ज्वेलरीहरू भइहाल्यो के पनि लान पाइँदैन त्योमा चाहिँ मोबाइल फोन पनि मेटालिक इक्विपमेन्ट नै हो मोबाइल फोन लानुभयो भने तपाईँको मोबाइल फोन गयो है जय बजरङ्गबली क्यान आई इट इन्साइड खान ला के पनि गर्न पाइँदैन भित्र हल्लिन पनि पाइँदैन है कुनै पनि अर्ग्यानलाई हिलाउन मिल्दैन किनभने सिग्नल पठाइरहेको छौँ त्यही सिग्नलले इमेज बनाइरहेछ हल्लाइदिनु भयो भने फेरि अर्को ठाउँ गइहाल्छ क्या बुझ्नुभयो नि मेरो कुरा भनेको सिग्नल हामी त यो पार्टको फर इक्जाम्पल मेरो हातको गरिरहेको भने अब हात मैले यहाँसम्म स्क्यान भएछ हल्लाइदियो भने फेरि यहाँसम्म जान सक्छ है हाउ लङ डज इट टेक फर एमआरआई स्क्यान एमआरआई स्क्यान गर्नको लागि कति टाइम लिन्छ अहिले भर्खर नै मैले भनेको 15 देखि 45 मिनटसम्म चाहिँ लाग्न सक्छ है इज इट सेफ फर द प्रेग्नेन्सीको लागि त नभनौँ है त सेफै हुँदैन प्रेग्नेन्सीको लागि त अलिकति पनि सेफ हुँदैन प्रेग्नेन्सीमा चाहिँ हामी एभोइड नै गर्छौँ प्रेग्नेन्सी केस छ भने लाइक रिक्स भर्सेस बेनिफिट भन्ने वर्ड पनि त हुन्छ कतिको रिक्समा कति बेनिफिट लिने होइन अब एकदमै सिचुएसन छ गर्नै पर्ने छ भने हामी त्यो रिक्स लिन चाहन्छौँ भने पहिला नै कन्सेन्ट फर्महरू लिने तर प्रेग्नेन्सी छ भने अलिकति एभोइड नै गरेको राम्रो है त अब वाट इफ आई फिल स्क्यार्ड अर एङ्सियस टुडे धेरै नै पेसेन्टहरू जति पनि पेसेन्टहरू मैले पर्सनली पोस्टिङ गर्दाखेरि अब्जर्भ गरेकोमा चाहिँ पेसेन्टहरू एकदमै एङ्सियस हुने होइन डराउने त्यो मेसिनभित्र जान नै मेसिन भनेको एउटा लुप जस्तो त हुन्छ नि होइन अब त्यो भित्र जान नै डराउने खालो हुन्छ भने यतिखेर चाहिँ तपाईँलाई एकदमै डर लागिरह त्यो भित्र भने हामी एउटा चाहिँ त्यो साउन्ड सिस्टम दिएको हुन्छौँ क्या पौँ बजाउने अनि त्यो बजाछ भने हामीलाई थाहा हुन्छ बाहिर ए डर लागिरहेछ है भित्र के गर्नु पर्यो भने अनि आएपछि कन्सल्ट गर्ने पहिला चाहिँ आरामले टेक्नोलोजिस्टहरूसँग मजाले कुरा गर्ने जति सक्दो आरामले कुरा गरियो आफूले जे क्वेसनहरू क्वेरिजहरू छ खुलेर सोध्ने त्यो गर्ने गरे भने त ठिकै हो आफ्नो डर चाहिँ हटाउनु पर्यो अब अलिअलि त डर लागिहाल्छ क्यान आई मुभ ड्युरिङ मुभ हुन त अलिकति पनि पाइएन है मुभ हुने बित्तिकै इमेज नै बिग्रिन्छ क्या इमेज जुन हामी लिन्छौँ नि त इमेज त लिने हो भित्रको कहाँसम्म कति अर्ग्यान ड्यामेज भएको छ कुन बिरामी छ कि छैन होइन ट्युमरहरू क्याल्सिफिकेसनहरू धेरै कुराहरू हुन्छ त्यो इमेज त लिने हो नि बडीको त्यतिखेर मुभ भइदियो भने ल फर इक्जाम्पल 30% स्क्यान गरेछ 30%मा मुभ भइदियो भने त्यो इमेज डिस्टर्सन हुन जान्छ होइन त्यो हल्लिन त पाइँदैन कन्ट्रास्ट सेफ हुन्छ यस कन्ट्रास्ट सेफ हुन्छ होइन ग्याडोलिनियम कन्ट्रास्टहरू यस्तो कन्ट्रास्टहरू युज गरेको हुन्छ जसमा चाहिँ म्याग्नेटिक फिल्डको प्रभाव पर्दैन है डिफ्रेन्ट कन्ट्रास्टहरू युज गरेका हुन्छौँ होइन कन्ट्रास्ट चाहिँ सेफ हुन्छ तर यसको पनि यो क्राइटेरियाहरू रहेछ कन्ट्रास्ट सेफ छ कि छैन भन्ने क्राइटेरियाहरू पनि हुँदो रहेछ है यतिकै हुँदैन हामीहरू चेक गर्छौँ पहिला होइन टेक्नोलोजिस्टहरूले मजाले चेक गर्छ तपाईँलाई पहिला एलर्जिकहरू छ कि छैन कुनै पनि औषधि राख्दाखेरि तपाईँलाई पहिला नै एलर्जी हुने गरेको छ भने कन्ट्रास्ट हाल्दाखेरि पक्कै पनि हुन्छ र पेसेन्टको डिपेन्ड्स अपन द पेसेन्ट कन्डिसन नै भनौँ यो पनि होइन पेसेन्ट कस्तो सिचुएसनमा छ है पहिला नै एलर्जीहरू छैन भने नर्मल छ भने कन्ट्रास्ट चाहिँ सेफ नै हुन्छ भनौँ विल एमआरआई कज पेन होइन अलिकति पनि दुख्ने सुख्ने त केही कुरै हुँदैन खालि त्यही हो साउन्ड चाहिँ ढ्याङ 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 ट्र्याक्टरको जस्तो आवाज आउने हो हामी त्यसको लागि हेडफोनहरू नि दिएको हुन्छौँ होइन प्रोटेक्सन जस्तै मैले लाएको त यो त हेडफोन भइहाल्यो तर यस्तै हुन्छ त्यो चाहिँ दिएको हुन्छु साउन्ड बाहिरबाट नजाओस् भनेर त्यही पनि अलिअलि त भइहाल्छ यो पनि कन्डिसनमा डिपेन्ड पर्छ है एमआरआई सेफ फर हर्ट पेसेन्टको लागि पनि कन्डिसनमा नै डिपेन्ड पर्छ लाइक कस्तो कन्डिसनमा पेसेन्टहरू छ है त लाइक पेसेन्टहरूको अब पेसमेकरहरू राखेको छ कि मेटालिक इक्विपमेन्टहरू राखेको भने त्यो सेफ भएन किनभने तानिदिन्छ त्यसले तर छैन भने त नर्मली त सेफ नै हो हु इन्टरप्रेट्स एमआरआई लास्ट क्वेसन है त आजको लास्ट क्वेसन भनेको कसले चाहिँ एमआरआईलाई इन्टरप्रेट गर्छ कसले एमआरआईले इन्टरप्रेट गर्ने हो भने हाम्रो रेसिडेन्टहरू हुन्छ एमबिबिएस पढेर अनि एमडी पढ्नेहरू दाइहरू हुनुहुन्छ उहाँहरूले नै इन्टरप्रेट गर्नुहुन्छ होइन हामीहरू त टेक्नोलोजिस्ट भइहाल्यो हाम्रो त स्क्यान गर्ने काम हो
अनि उतापट्टि चाहिँ रेसिडेन्टहरूले चाहिँ इन्टरप्रेट गर्ने हो के कस्ता बिरामीहरू छ त्यसको लागि पुरै टिम नै हुन्छौँ हामी सबै टिम त्यो वर्क त डिभाइड गर्ने हो भने पुरै टिम हुन्छ हाम्रो। सो आजको लागि त यति नै क्वेसनहरू थियो होइन। धन्यवाद भन्न चाहन्छु म सबलाई होइन। आज त यति नै क्वेसन थियो, अर्को पालि पनि हेरौँला। अनि मैले सिटीको पनि बनाएको छु भिडियो, त्यो पनि लाइक गरिदिनु होला, हेरिदिनु होला होइन योमा। अनि कमेन्ट सेक्सनमा चाहिँ के कस्ता क्वेरिजहरू मैले त सबै जति सक्दो आफूले पोस्टिङ गर्दाखेरि बुझेको पेसेन्टहरूको पर्सपेक्टिभबाट होइन, तपाईँहरूलाई पनि के कुराहरू सोध्न मन लाग्छ भने कमेन्ट सेक्सन खुल्ला है, त्यहाँ आरामले क्वेसन राख्ने, म चाहिँ आन्सर दिने ट्राई गरौँला, पक्कै पनि म ट्राई गर्छु नै। ल धन्यवाद।